उपसम क्षेत्र यो समानान्तरको चतुर्भुजको क्षेत्रफलसँग बराबर हो के खिच्दै छौं त्रिभुज खिच्दै छौं त्यसको लागि अहिले हामीले भनिसक्यौं के गर्नुपर्ने आधारलाई दोब्बर आधारलाई दोब्बर बनाउने भनेपछि के गर्नु पर्यो त्यो BC लाई लम्ब्याउनु पर्यो ठीक छ ल सबैले सँगै गर्ने त आधारलाई लम्ब्यायो सक्यो अब आधारलाई डबल गर्ने भनेपछि के बुझ्नु पर्यो हामीले BC आधार कति cm छ को त्यसलाई 6 cm बनाउनु ओके आधार कति cm को थियो 6 cm 6 cm को थियो अब कति cm बनाउनु पर्यो 6 cm अझै कति cm बनाउनु पर्यो 6 cm 6 cm बनाउने तरिका यो चाप नाप्ने आधार बराबर के नाप्ने चाप नाप्ने अनि हेर यो रेखामा के हो त्यो लम्ब्याइएको रेखामा काट्दिने काटेपछि हामीले यसलाई के नाम राख्यौं यान नाम राख्यौं ओके अब यान नाम राखिसकेपछि BC बराबर के छ BC बराबर cm BC बराबर के हुने भयो cm अब क्लियर छ यसमा त्यसो भए अब हामीलाई चाहिएको त्रिभुजको लम्बाइ एउटा भुजा कति cm भनेको छ 7.5 cm भनेको छ नि ओके त्यसैले अब फेरि केमा यो कम्पासमा कति नाप्ने 7.5 नाप्ने मेरो चाहिँ सजिलो छ यो कम्पासमै यहाँ लम्बाइ आउँछ तिमीहरूले चाहिँ केमा नाप्नुपर्छ स्केल लिएर स्केलमा नाप्नु पर्ने हुन्छ है नापिसक्यो ओके नापेर देखाउ त कत्रो कस कम्पास पाथी दाउ त 7.5 सबैले नापेको ओके अब तिमीहरूलाई त्यो 7.5 जी कुन कति नापको भुजा कुन भुजा भनेर दिया छैन छैन भने भुजा एउटा भुजा भनेको छ एउटा भुजा भनेको छ तिमीले कहाँबाट काट्ने सम्भावना हुन्छ B बाट काटे पनि हुन्छ यानबाट काटे पनि हुन्छ हैले B बाट काटे पनि हुन्छ यानबाट काटे पनि ल अब B बाट काट्ने हो भने कुन रेखामा काट्ने AD रेखामा काट्ने ओके ल B बाट काट्ने यसो गरेर तिमीले AD मा काट्न सक्छौ ओके त्यसो गरेर AD भन्ने रेखाखण्डमा काट्यो भने तिमीले त्यहाँ एउटा बिन्दु पाउँछौ त्यो बिन्दुलाई हामी के नाम राखौं किन यहाँ राख्नु परेको B याम रचना गर्नुपर्ने अब तिम्रो लगभग रचनाको अन्तिम चरणमा छौ B र के जोड्ने B र याम अनि हेर याम र अब तिमीलाई आवश्यक पर्ने त्रिभुज कुन आयो त BM यो त्रिभुज चाहिँ हामीलाई आवश्यक पर्ने त्रिभुज आयो जहाँ को क्षेत्र ABCD को क्षेत्रफलसँग के हुन्छ अब यो चाहिँ बनेको त्रिभुजलाई तिमीले के गर्न सक्छौ राख्न सक्छौ तिमीले चाहिँ अझ के बनाउँछ हाम्रो रचनालाई क्लियर बनाउँछ अब यो छाया पार्दाखेरि के गर्नुपर्छ भन्दा यहाँ भएको संरचनाहरु चाहिँ कुनै पनि के गर्नु हुँदैन अथवा बिग्रिनु हुँदैन क्लियर देखिनुपर्छ त्यो भएर हल्का छाया पार्न यो गर्न सकिन्छ त सकिन्छ म फेरि एउटा अर्को क्वेशन लेख्छु तिमीले त्यसलाई समाधान गर्ने है त अनि यहाँ गलत साइडबाट एकजना आएर चाहिँ बोर्डमा गर्नको लागि तयारी हुने ल क्वेशन रहेको छ ल AB is equal to 4.5 cm BC is equal to 6 cm angle ABC is equal to 45 degree पहिला यो एउटा सचक रचना गर्ने यो सचकको क्षेत्रफल बराबर हुने गरी र एउटा भुजा चाहिँ 8 सेन्टिमिटर भएको
एउटा भुजा कति सेन्टिमिटर भएको 8 8 सेन्टिमिटर भएको एउटा भुजा 8 सेन्टिमिटर भएको त्रिभुज BXY रचना गरेर के रचना गर्ने BXY ल क्वेशन क्लियर छ ल एकजना वन साइडबाट एकजना आएर यहाँ रचना गर्न सक्छ ओके कम्पास तिमी हो ल टाइट ठीक छ टाइट गर न सबभन्दा पहिला BC खिचेको हो कति सेन्टिमिटरको 60 हो के छ यसको नाम BC ल सबैले कपीमा छिटो खिच्ने है समय तिमीहरूलाई 4 मिनेट भित्र खिचिसक्ने त ओके अलिकति समय तिमीले कपीमा पनि छिटो बनाऊ अब यहाँ कति डिग्री कोण खिच्नुपर्ने छ 45 खिच्नलाई दुईटा आइडिया हो एउटा 90 बाट कतिबाट खिच्न सक्छ 0 बाट नि खिच्न सक्छ अनि अर्को 30 र 60 बाट नि खिच्न सक्छ अभी तो सब माइंड आ सकता है Now, you draw by breaking line, okay? Breaking line is drawn here. Yeah. No. This one. तल रचना भएको चाहिँ कुन त्रिभुज रचना यहाँ कति डिग्री कोण खिच्न 45 डिग्री को कोण भयो अब एबी कति चाहिने छ
4.5 cm को आर्क नाप्ने 4.5 ओके 4.5 है त ओके ठीक छ पहिला काट्यो यो नाप बराबर फेरि यहाँ सी बाट पनि के गर्नुपर्छ काट्नुपर्छ ओके अब केलाई नाप्ने अब बीसी बीसी नाप्ने बीसी र बीसीलाई नाप्नु हो ओके डन नाप्यो अब यहाँबाट काट्यो ल एउटा समानान्तर चतुर्भुज बन्यो ठिक छ देन अब के गर्ने अब त्यो आधालाई डबल दोब्बर बनाउने साथीले भने जस्तै आधालाई अब दोब्बर बनाइदियो ल आधालाई के गर्नु पर्यो लम्ब्याउनु पर्यो ओके अझै लम्ब्याउ हो अब केले नाप्ने कम्पासले नाप्ने नापेकै छ त्यहाँले 6 cm अघि नापिरहेको छ अब त्रिभुजको नाम के छ BXY भनेपछि के राख्न सक्छ पल्लो छेउमा y हो यो y अब कति cm छ एउटा भुजा 8 cm 8 सेन्टिमिटर छ 8 सेन्टिमिटर राख्ने काटी काट्ने ओके नाम के रह्यो BX को लम्बाइ कति हो त तिम्रो 8 सेन्टिमिटर लेख्नु थ्यांक यू हाम्रो कवितालाई पनि धेरै धेरै धन्यवाद छ अब हाम्रो त्रिभुज के बन्यो भन्दा BXY भन्यो यसमा अर्को कलरले पनि देखायो आधार डबल बनायो हामीले BC लाई BY बनायो अनि फेरि B बाट x 8 सेन्टिमिटर को छ यो त्रिभुज चाहिँ हामीलाई चाहिएको हो त्रिभुज हो यो भुजा र यो आधार चाहिँ हामीले डबल बनायो भनेको आधार चाहिँ के छ ल के छ यसमा छ सर ल अब भोलिलाई होमवर्क चाहिँ अभ्यासमा भएको यस्तै खालका क्वेशनहरु गरेर आउने है त हस् कस्तो लाग्यो आजको कक्षा ल सबैलाई सबै सहभागिताको लागि धन्यवाद